welcome to the another episode of Asmita Tamang's home vlog. आज चाहिँ प्याज रोप्नको लागि जाने कार्यक्रम and my mother उहाँ चाहिँ प्याजको बिउ उखाल्दै हुनुहुन्छ म चाहिँ अब यहाँ डोको बोक्दै ओह्रालो झर्दै झर्न नसके So today we are going to rub this one. This is called mini onion. I also don't know how to pronounce it. And says clean it up. Lani dokuma. अनि म चाहिँ McDonald's को ज्याकेट लगाइछ यसरी उमार्छ कि यसरी यो जब यत्रो सानो उकाल्नमा कति मेहनत लाग्छ खानलाई मात्रै सजिलो छ गर्नलाई धेरै गाह्रो छ मेरो ताबङबाट दुधबङबाट No one can beat this feeling. Chia time. गाउँ डुल्दै खाने अब मिठो मिठो भैँसीको मासु त्यही नैपी भिडियो हो र राम्रो भिडियो नि कस्तो नराम्रो भिडियो भन्छौ हाम्रो लसुन ओ सो मेनी लसुनहरु अझै बल्ल बल्ल पलाउँदै छ यसलाई यो चाहिँ के हो मलाई थाहा भएन छेबी स्केरी अबे गत्ते प्याज ब्लू Look at the view, guys. Oh my god. मेरो गाउँ राम्रो गाउँ This is the process. राम्रोसँग रह्यो अप्सरा पावरले चाहिँ दाङसेन चिज भलिदिउँ ल यति धेरै रोपिसक्यो ल आमै भिडियोसँग सिङ्गिङ लगा सुबा गि भाइलाई के लगाइदियो भयो के हैन के यसले पनि दिनु नसुर दरङते हिँड्दैन कुरङते पनि न कस्तो यार लगेने भिडियो बनाऊँ भनेको बुढी मौले त भाइरल हुन्छ नि भाइरल किन आमाले खन्नी छोरीले रोप्ने टिमवर्क यसरी गरे पो खान पाउँछ त बसी बसी कहाँ खान पाउँछ म चाहिँ भिडियो बन्दिबिन पर्छ के नि यस्तो एउटा कथाले ल हान्डी नाङ्दो सिजु त्यही नाङ्दे आको ओलेन थोको यसले पेटुले हान्डो ल्याइ नै यस्तो मकै रोपे जस्तो रोपेको छ के मलाई यामा हेन मराङजी थाहा लागो दे राम्रो पटक पटक केसल तेरे भैसा सेतो हातले यस्तो रोप्छ यसरी यस्तो गर्छ जम्मुनो कंगलाजी give it to me खान्न खेती हुन्छ तानालेको मासु अनि
बल्ल धन्दा सन्दा घर धन्दा सकेर अब चाहिँ यहाँ यसलाई सुकुटी बनाउने प्रोसेसमा 650 रुपिसको मासु यति मिठो गरेर खाइन्छ। अब नेपाल आएदेखि मासु खाएको खाइ छ। फेरि एकचोटि गाउँ देखाउन मन लागिहाल्यो मलाई। फेरि आएर हाम्रो आमाले चाहिँ अब त्यहाँ छोप्नको लागि पात टिप्दैछ। यसले छोप्यो भने चाहिँ मासु चाहिँ लाइक छिटो ड्राई हुन्छ अरे। नयाँ नयाँ निन्जा टेक्निकहरू थाहा पाउँदैछु म पनि बिस्तारै। मासु पनि पकाइयो अब खाइन्छ डङ्गो लाएर मोमो नि पकाउँछ। मैले चाहिँ 100 रुपियाँको मोमो टाइम भुइँमै खाइदिएँ। साग